गुड मर्निङ। आज मैले चाहिँ मेरो बारीबाट तिती गर्ला टिपेँ। बिहानको ब्रेकफास्टमा तिती गरेर लगाएर भात खानु पर्यो कि अन्त यता नै झुन्डेको देखेँ। यति भयो त छाक पुग्छ होला है। बल्ल बढ्यो कि बल्ल बढ्यो। अझै यता खोज्छु नि। आमामा यता नि एउटा दुईवटा तिनवटा अरू कता गयो? ओह यहाँ तल रहेछ चारवटा। ए बरु यता त बच्चै रहेछ। साग खाम कि तिते गर्ला खाम भन्नुभएको थियो क्या, त्यही भएर साग भन्दा तिते गर्ला खाम क्या भनेर नि। पानी त खुल्लै रहेछ। यताको झाल यत्रो छ गाईजहरू माथि माथि गएर। यहाँ नि फले फल्न त त्यहाँ एउटा रहेछ, यहाँ नि एउटा रहेछ। तर यति भए पुग्छ है क्या हो, यति भए पुग्छ होला है। यहाँ पानी चाहिँ 24 घन्टा। यो साग चाहिँ अब मैले सिन्की बनाउने हो क्या, मस्कट लैजानलाई साउनेको माइत। अस्ति खुर्सानी टिप्छु काट्दै डल्ले खुर्सानी। अन्त बिहान बिहान के खानु है? यो डल्ले खुर्सानी त किन यस्तो पो छ? यो पाके के अरे उता रहेछ अलि ठुलो भाउ। अस्ति मैले माइत जानलाई अचार बनाइछु। उतातिर खसीको मासु सकिएपछि त फेरि ईदको खसी काट्छन् 3-4 वटा। 3-4 दिनसम्म त खसीको मासु हुन्छ। त्यसपछि फेरि हुन्न के खासै तरकारी माइतीमा साउनीको माइत हो के। त्यही भनेर यो अचार खाँजी थिएँ। दामी अचार बनेको छ। भरिन त भरिन्छ। तर लसुन र अदुवा मगाइछु बाबालाई। त्यही अदुवा र लसुनको फेरि यसलाई भरेर लैजान्छु के। साउनीको माइत पो भनेको त। मेरो माइत त कहाँ हुनु? मेरो माइत त गुल्मी। अनि भात चाहिँ तताइ छु कि हिजोकै। यति गर्ला भुट भात पारेर खान्छु के अलिकता। मेरै बारीको फेरि किनेको भन्नु होला। भर्खर टिपेर ल्याएँ। किन्न त हिजो आज महँगो छ भनेर गाडीले ल्याउनै मान्दैन। महँगो भयो भने तँलाई के मतलब हो त? मेरो साउले पैसा दिइहाल्छ के अरे तँलाई, कि दिन्न रे भनेको? दिन्छ। सबभन्दा राम्रो त तेरो बाबा हो। तेरो बाबासँग त तेरो नेपाल किन्ने पैसा छ भन्छ। भिडियो त कसले हेर्थ्यो र लास्टसम्म? तै पनि अब पकाएको खाएकै त हाल्दिनँ। घरको लागि फेरि हिजो काचेरका माछा छ। यति भए पुग्छ क्या छाकमा। अनि एउटा टुक्रो हो। मलाई यो बिहानको ब्रेकफास्टमै यतिकै नै भात तताइछु हिजोको फ्रेस खानु नि। बिहान रोटी खाना मेरो पेट आउँदा के भिडियो लामो भएकोले हेर्ने भयो। भुत ल्याउने काम भ्याएर आएर मासु खाएर अब सुत्नु पर्यो 11-12 बजीसम्म।